शम्भु सर यता हुनुहुन्छ कस्तो रहेछ शम्भु सर होटल रियालिटी कस्तो छ ठिक छ बात पनि ठिकै रहेछ है केही पनि छैन है केही छैन अब हामीले भरेर राख्नुपर्छ डङ्काडङ यो हाम्रो दुईजनाको एउटा एउटा सिङ्गल सिङ्गल छ है यस्तो छ सो हाम्रो रुम चाहिँ यही हो युकेको बसाइ छ यो झ्यापै सुत्नु पर्छ सर अनि किन झ्यापै सुत्नु भयो त नि गुड मर्निङ अहिले चाहिँ हामी होटलमा छौँ अब चाहिँ यसो होटलबाट बाहिरको भ्यू हेर्नलाई निस्किँदैछौँ शम्भु सर र म शम्भु सर फ्रेस हुँदै हुनुहुन्छ म चाहिँ फ्रेस भइसकेँ चिसो मौसम छ अनि तातो कफी खाएर चाहिँ अब चाहिँ हामी बाहिर हिँड्दैछौँ वक जसरी आज चाहिँ हल्का गार्डनतिर यताउता वक गर्ने अनि त्यस पछाडि ब्रेकफास्ट खाने अनि आउने अनि त्यस पछाडि फेरि हाम्रो यात्रा रहनेछ घुम्नको लागि घुम्यो रिङ्गटो नलागुन्जेलसम्म होइन शम्भु सर रिङ्गटो नलागुन्जेलसम्म घुम्यो गर्ने हो शम्भु सर यहाँ रेडी हुनुहुन्छ ल हामी चाहिँ अहिले निक्लिँदैछौँ है यसो घुमघाम गर्नको लागि हल्का मर्निङ वक रनिङ सबै कुराहरू अनि गार्डन भ्यू दुई दाजुभाइ चाहिँ ड्याङ हिँडेको छ होइन यतापट्टि जाने कि यतापट्टि जाउँ होइन यो होटेल र तपाईँको के भन्छ त्यो जापानको कुन होटेल थियो त्यो लास्टवाला त्यही सेम रहेछ नरिता सेम नरितामा त होलिडे इन कि समथिङ के भन्छ त्यहाँ अनि यो चाहिँ रेडिसन राइट ठिक छ ल यस्तो छ रिसेप्सन यता छ है पानी पिउने हो शम्भु सर पानी पिँदै हुनु पानी यसो चक्र पनि पाउँदो रहेछ पिउनुलाई त्यो के भने स्टिल वाटर छ त्यो चाहिँ स्पार्कलिङ वाटर भयो चाहिँ बारहरू यता छ दुईवटा तिनवटा हाल्नु न ब्रेकफास्टको यता छ अहिले चाहिँ एकछिन चिसो मर्निङ वाक होइन आनन्द यस्तो छ अहिले चाहिँ गार्डनमा हामी वक गर्दैछौँ होइन शम्भु सर रमाइलो भइरहेछ युकेको बसाइ घुमघाम पनि डह्रो भइरहेछ थकित पनि भइरहेछ फेरि आयो सुत्यो जुरुक्क उठ्यो के गर्यो हिँड्यो दौड्यो रमाइलो छ जिन्दगी चल्न त चलेको छ हाँस्दै होइन राम्रोसँगै चलेको यस्तो छ है अब वरिपरि पार्कहरू अनि हामी चाहिँ अहिले चाहिँ यताबाट चाहिँ छौँ कस्तो मजाको फुल फुलेको है यस्तो छ ब्याकग्राउन्डमा फुल यस्तो मजाले फुलेको फुलमा पनि के रहेछ यसो एकछिन मर्निङ वक इम्पोर्टेन्ट हो नि त युकेको चिसो के अरे अच्छा लेकिन लन्डनको चिसोले समाउला भन्थ्यो नि गीत त्यसै बनायो होइन नि हो नेपालीहरूले होइन अझ पहिला हेरेको नि अहिले त ग्लोबल वार्मिङले गर्दाखेरि त धेरै नै कम भइसक्यो भन्छ के अरे जाडो नत्र त पहिला त झन् नेक्स्ट लेभलको थियो अरे क्या अहिले 7 छ अनि अहिले 7 छ बिहान बिहान 7 छ प्लस यो हावाले गर्दाखेरि मात्र अनि 0 पनि
गाह्रो छ होइन बस एन्ड ट्याक्सी अफ त्यसलाई दाजु यता ड्राइभ थ्रु है खास है रमाइलो अन्त समोसा समोसालाई चिसो भयो होइन जाडो एकदम छ क्या जाडो चाहिँ छ ठिक छ मजा त यही त हो नि लन्डनको अब दुबई गएपछि फेरि गर्मीको गर्मी हो गर्मीको गर्मी दुबई गए पछाडि अब एउटाले भने जाडो लिएर आइज भन्ने थियो दुई चार दिन त यसो होइन चिसोमा हुनु पऱ्यो नि अझ ठिकै समयमा आएछ भनौँ न पहिला आएको भए झन् चिसो हुन्थ्यो मार्चमा धेरै गाह्रो पर्ने छ हामीलाई हरियालीको लागि चाहिँ नो कम्प्रोमाइज छ यार जता जाऊ है तर होटल पनि बेस्ट ठाउँमा लोकेसन लोकेसन पनि राम्रो नजिक है नै रहेछ यहाँ त है कस्तो छ यहाँबाट भ्यू आकाश चाहिँ मजाले खुलेको प्लेन उडिरहेछ ल्यान्ड हुने हुँदैछ दौडै छ है ओहो बिजी इमिरेट्सले चाहिँ गर्नु गराएर रहेछ यहाँ पनि हेर्नु यत्रो प्लेनको यो बनाएर फ्लाइट 380 रहेछ यहाँ डबल डेकर अहिले हामी यसैमा आयो नि त मजा लागेको चाहिँ खुल्ला आकाश क्या एकदमै क्लियर आकाश है अहिलेको ट्याक्क 10 बज्न लाग्यो अनि त्यस पछाडि आउने जाने क्रम जारी छ 7-8 घन्टा आकाश देखिन्छ पनि हुने हिथ्रो एयरपोर्ट है यो चाहिँ हिथ्रो एयरपोर्ट लन्डनको हिथ्रो एयरपोर्टको अगाडि इमिरेट्स यहीँ छ यस्तो छ है हामी चाहिँ अहिले यसो होटलको अगाडि वक गर्दै हिँडेको अनि यहाँको भ्यू यस्तो छ रमाइलो छ माहौल चिसो आनन्द छ है पोल्युसन चाहिँ रहेनछ आनन्द छ फ्रेस कको क्या खुलेको क्या आकाश पनि है मस्त खुलेको क्या यसरी ब्याकग्राउन्डमा चाहिँ मजा एयरपोर्ट पनि नजिकै छ यहाँबाट त्यस्तो नहोला मर्निङ वाक चाहिँ जाडो भयो नि त मर्निङ अहिले त गर्मी भयो प है बिहान भएर चिया कफी खाएर आनन्दले अब ब्रेकफास्ट हान्नुपर्छ है जम्बु सर ब्रेकफास्ट खाने अनि त्यसपछि फेरि सिटी टुर निस्किने आज चाहिँ हामी मेन चाहिँ टार्गेट भनेको चाहिँ गार्डन घुम्ने छ होइन गार्डन भ्यूहरू यताउता आनन्दले पार्कहरू घुम्ने पार्कहरू एक्सप्लोर गर्ने प्लान छ लेट्स सी कस्तो हुन्छ यतातिर फुलहरू फुलेको छ रुख पनि कस्तो कलरको हो कुनै हरियो कुनै कालो कुनै सेतो कुनै रातो यो चाहिँ हेर्नु कस्तो रातो पात क्या साथी क्लिनिङ हानेर देखेको थियो त सो अहिले चाहिँ हामी रिचमोन्ड स्टेसन आइपुग्यो है 1.5 घन्टाको ट्राभल पछि सो अब यहाँबाट चाहिँ हामी वक गर्दै फेरि अगाडि जानुपर्ने छ वक गर्दै पार्क घुम्दै होइन जाने हो ठिक छ नि है यस्तो टुरिस्ट रहेछ त अनि बाफले भिड छ नि मजा रहेछ घुम्नको लागि
बबाल छ बबाल गल्ली त I recommend Detroit. सिधै जाउँ यस्तो रहेछ मजा छ होइन गल्ली गल्लीमा अनि गाउँ स्टाइलको गाउँ त नभनु यो तपाईँको यो के भन्छ अरे गाउँ भन्नु होला यार नभन खास चाहिँ हामी गाउँ जस्तो भनेर खोज्दै हिँड्यो हो तर यो चाहिँ त्यो किसिमको भाइब्स आउने कन्ट्री साइड भनेर खोज्दै हिँडेको स्टिल रमाइलो रहेछ कस्तो कस्तो कहाँ कहाँ आइहाल्यो नि यहाँ त आज त अनि अहिले चाहिँ रिभर साइड खोलाको किनार हाम्रो पनि पशुपतिको किनार किनारमा यस्तो गरे त जाओ किनार जस्तो त हजार आउँथ्यो यार के गर्नु छैन केही होइन चाहिँ यो रिभरको छेउ हिँड्न पाउने रहेछ होइन मजाले कोकोनट सोकोनट जुस फुस खायो यसरी टक्क बिहानैदेखि चिल भएर बस्नु पनि पाउने रहेछ मन लाग्नेलाई यसरी एक्लै बोट पनि लिएर हिँड्न पाइयो आफूले होइन रिभर यसरी हाँसहरूसँग खेल्ने बस्ने होइन चिल ट्युलफिल राम्रो जाने हो नि बोर्डहरू भाडामा लिएर चाहिँ यहाँबाट गर्न पाउने टनलबाट सर गए पछाडि पारी कहाँसम्म छ है चिल भइरहन् सबै खैरेहरू बाजेको पेन्टिङ यतिलाई यति गरेर भन्दा नि यिनीहरू फेवता लाउँदा त किन नमर्नु त हो Take me home to the place I belong, West Virginia, Mountain Mama. Take me home to you. मजाको फुल फुल्यो है साकुरा माकुरा साकुरा सबै फुलेछन् है फुल्नलाई केही बाँकी छैन हामी अहिले चाहिँ खोलाको किनारमा आइपुग्यौँ फेवातालको छेउछाउ जस्तै भाइब्स होइन यहाँ चाहिँ रिचमोन्ड रिभर साइड रे फेमस रहेछ यो वरिपरि मजा साथीहरू यसरी आफ्नो कला पनि देखाउँदैछन् यहाँ कभर गर्छौँ ठिक छ ल यहाँ चाहिँ कम्प्लिटली सेता भाइहरू रहेछन् सेता भाइहरू छ बढी है
तपाईँको के भन्छ त्यो जस्तै खालको होइन आप्रा कि डाब्रा डाब्रा चाहिँ भयो एउटा कुरो चाहिँ यिनीहरूले चाहिँ यहाँ बिहानैदेखि के अरे यो बिहानै पनि यस्तो चिसो छ है आइसक्रिम खानु चाहिँ नछोड्ने कि हिरन के अरे कुराहरू होला जुन हामीलाई थाहा छैन उहाँ हुन त फेरि यस्तो सधैँ चिसो हुने ठाउँमा उनीहरू चाहिँ खानै नपाउने भन्ने कुरै भएन नि बिचरा होइन अहिले त्यो गर्मी अनि सधैँ चिसो छ नखाए पनि त भएन रमाइलो भइरहेछ है रमाइलो सो अहिले चाहिँ अब हामी यो रिभर साइडको वक गरेर होइन टुरिस्ट एट्र्याक्सन प्लेसहरू सर घुमेर अनि यहाँ चाहिँ बढी चाहिँ बारहरू चाहिँ नेक्स्ट लेभल रहेछ है अब अनि सो बारतिर बियर खाने ओर्नेलाई ठिक छ अर्ली मर्निङ त्यो पनि अहिले सुहाएन है अनि त्यसले गर्दाखेरि अब चाहिँ हामी यहाँबाट फेरि रमाइलो गर्नुपर्छ सो आजको लागि चाहिँ यो के भन्छ अरे रिचमन्डको भ्लग चाहिँ यति नै बाई टेक केयर सर